Hello guys, अहिले चाहिँ हामी पशुपतिको दर्शन गर्न आइरहेको छौँ। हेर्न सक्नुहुन्छ गाइज। हेलो गाइज, गुड मर्निङ। आज चाहिँ हामी पशुपतिको दर्शन गर्न आइरहेको छौँ। हेर्न सक्नुहुन्छ हाम्रो मम्मी दिदी प्रदीप अगाडि छ। अब यहाँनिर के छ फुलपातीहरू किनेर जाने अनि त्यसपछि अनि त्यो गर्ने अनि त्यसपछि अनि यहाँनिर हेर्न सक्नुहुन्छ दिदीले सामान किन्दै हुन्छ फुलहरू। अनि अब हामी चाहिँ तर म चाहिँ सायद भित्र जाँदिनँ होला त्यस्तै कारणले गरेर। अनि बाहिर चाहिँ बाहिरैबाट पूजा गर्छु म। अनि दिदीहरू त्यतिखेर जानुहुन्छ। अब आज त्यस्तो धेरै भिड पनि छैन भने सुनेको थिएँ। अब हेरौँ के हुन्छ, त्यहाँ पुगेर थाहा हुन्छ। गाइड सामान किन्दैछु। गाइड चाहिँ हाम्रो दिदी हिँड्दै हुनुहुन्छ पशुपतिको मन्दिर दर्शन गर्नको लागि। मम्मी पनि हाँस्दै मक्ख परेर हाँस्दै हिँड्नुहुन्छ। तर के गर्नु, जति गर्नु टिकटक किराहरू टिकटक किरै हो। पूजा गर्दा भिडियो पनि यहाँनिर त्यो पनि मान्छे नभएको बेला टाइममा अरे आमा छोरी आइसक्यो सँगसँगै। गाई चाहिँ अहिले चाहिँ यहाँनिर एकदम घुमाउँदो रहेछ अहिले। बाटोहरू बनाएको रहेछ अनि लाँदो रहेछ। यहाँबाट चाहिँ हामी चाहिँ एकदम धेरै घुमिरहेको छौँ। अब मेन गेट आउन आँटेको छ, हेर्न सक्नुहुन्छ। अब यहाँनिर चाहिँ अहिले पुरा यहाँनिर के भन्नु, यहाँनिर माग्नु बसिराख्नु भएको रहेछ। हेर्न सक्नुहुन्छ। के गर्ने गाइज यहाँ चप्पल राख्ने ठाउँ रहेछ। हामी चप्पल राखेर हामी फर्किँदैछौँ। हेर्न सक्नुहुन्छ चप्पल राखेर। अब चाहिँ हामी मन्दिर जाँदैछौँ। गाइज हामी चाहिँ मन्दिर चाहिँ सकिसक्यौँ। अब यहाँनिर चाहिँ कति टाइम लाग्छ थाहा छैन। अब हेर्दै जानु होला। एकदम भक्तजनहरू आउनु भएको छ। हाम्रो मम्मीहरू चाहिँ अगाडि गइसक्नु भएको छ। त्यसरी लाइन लाग्नुपर्छ। गाइड हेर्न सक्नुहुन्छ यहाँनिर लाइनमा जानु पर्दो रहेछ। अनि यहाँ यस्तो छ।
The monkey finish your banana? Yeah. They're fighting. गाइज यहाँ चाहिँ नि होमहरू हुँदो रहेछ विभिन्न पूजाआजा गर्दैछ यहाँ हेर्न सक्नुहुन्छ है यहाँ होम हुन्छ पूजाहरू गर्नु हुँदो रहेछ यहाँनिर सबैतिर मजाले यहाँनिर यतातिर पनि त्यस्तै उतातिर सबैतिर त्यस्तै रहेछ यहाँनिर चाहिँ आउनुस् भन्छ फेरि गाइज यहाँ मम्मीहरूले परेबाट दाना दिँदै हुन्छ हेर्न सक्नुहुन्छ हामी चाहिँ भर्खरै दाना दिएर सकेको होइन भर्खर दाना दिएर सक्यौँ अब मम्मीहरू भर्खर निस्किनु भएको नि त पूजा गरेर अनि त्यसले गर्दा चाहिँ मम्मीहरूले भर्खर दाना दिँदै हुन्छ परेबालाई अब गाइजहरूले चाहिँ हामी पूजा सक्यौँ पूजा सक्यौँ होइन अब हामी रुम जान्छौँ मम्मी हामी पूजा सक्यौँ होइन रुम जाने गाइज तपाईँहरू पनि काठमाडौँ आउँदा चाहिँ दर्शन गर्न अवश्य आउनु होला यहाँनिर होइन नबिर्सिनु होला अनि त्यो सँगसँगै साथसाथै अनि यसो हाम्रो परेबाहरूलाई यसो दाना दिन नबिर्सिनु होला दिदी यति भन्दैन हाम्रो भिडियो के गर्छौँ क्लोज गर्छौँ हाम्रो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाइजहरूले चाहिँ हाम्रो दिदी अब राम्रोसँग जान्छ कति जानु एउटा सेफ फ्लाइट राम्रोसँग जानु हामीलाई कल गर्नु होला मम्मी यहाँ बस्नु भएको छ गाइजहरू चाहिँ हामी दिला छोड्न आइरहेको छौँ दिला छोड्नु बित्तिकै हामी पनि यताबाट अर्को डोमेस्टिकमा जाँदैछौँ यहाँ पर घुर्किनु भएको पनि आइपुगेको छ दिदीलाई धेरै धेरै शुभकामना मजाले जानु राम्ररी बस्नु अरू त त्यस्तै हो नेपाललाई याद गर्दै गर्नु नेपाललाई याद गर्दै हामीलाई पनि याद गर्दै गर्नु दाजुभाइहरूलाई गर्नु